म यही छु कहाँ के हेर्ने हो कति सानो यार सर्टकट नम्बर 1 यहाँबाट हान्दिएको मैले भक्तजनहरू धेरै नै आउनु भएको छ है धेरै नै गर्दै आछिन आज जम 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 हेलो एभ्रिवान सबैलाई स्वागत छ मेरो भ्लगमा गाइज आजसम्म फाइनली है सुपर देउराली आइसकेको छु होइन सुप्पा देउराली आएको छु आज दर्शन गर्न होइन टक्क लाएर देख्न सक्नुहुन्छ सुप्पा देउरालीको मन्दिर होइन यो चाहिँ मेन मन्दिर यही हो टक्क बाटोको साइडमा अनि टक्क लाएर यहाँ चाहिँ अब है बोकालहर जान लाग्छन् कपिल चाहिँ यतातिर पूजा गर्नको लागि ल है ल भन्छ है ल गाह्रो छ बाबु गाह्रो छ अब यहाँबाट चाहिँ टक्क लाएर घुमाएर राउन्ड लगाएर पाठा चाहिँ है टक्क हाम्रो चाहिँ भान्जा चाहिँ फेसबुक ब्लगर आहा ल खतरा छ त यार ऐना के ऐना त हेर्नु पर्यो नि हामी पनि होइन के छ र ल है त एक राउन्ड लगाउँदै हामी चाहिँ यतातिर आयौँ होइन पर्यो वा टक्क लाएर यहाँ चाहिँ कपिलले पालो लगाए पाठा सर के भन्नु र खै धोका दिनेलाई टक्क ध्वजा बनाएको रहेछ नि यो सर र लाएर यहाँ चाहिँ ध्वजा बनाएको छ पारी चाहिँ पुल देख्न सक्नुहुन्छ यहाँ झलिङ्गे पुल यस्तो दामीको पहाड चाहिँ होइन यहाँनिर टक्क अहिले चाहिँ बिहानको टाइम हो यो चाहिँ होइन बिहानको समय हो अहिले चाहिँ थोरै क्राउड जस्तो छ अलिकति पूजा गर्ने मान्छेहरू अलि छ होइन टक्क 8 बजे छ घाम चाहिँ माथि लागेको छ यहाँ तल चाहिँ घाम लागेको छैन अहिले त्यो जाडो एकदम के भन्ने त्यो के भन्छ रे ठन्डा लागिरहेको छ हामीलाई चाहिँ यहाँ चाहिँ टक्क फोटोसुट भइरहेछ आहा सुप्पा देउरालीमा आएपछि चाहिँ चाहेको इच्छा पुरा हुन्छ भन्छन् के अरे होइन के हो कस्तो अब त्यो त थाहा भएन मलाई तर मलाई चाहिँ यो सिन चाहिँ दामी लाग्छ क्या यहाँको यो सिन बबाल लाग्छ भ्यू बबाल चाहिँ यहाँको भ्यू होइन ल जाम न त उतातिर सरर पारी क्या राम्रो झर्ना यस्तो छ यार यहाँबाट देख्न सक्नुहुन्छ तल त खस्यो पनि सक्यो खतम कहानी यो यतातिर चाहिँ पूजा गर्ने लाइन लागिरहेछ कहाँ फाल्छ 500 रुपियाँ अरे त्यहाँ त फालिहाल्छ नि अब चाहिँ हामी यतातिर लाग्यौँ पाहाडको बिचमा छैन आहा के छ तपाईँको पालो आएन ए ल ठिक छ पूजा गर्नु पर्यो ल वहाँनिर चाहिँ हाम्रो पूजा भइरहेछ होइन के गर्ने हामी चाहिँ पूजा नगर्ने होइन हामी जस्तो काटिँदै बस्ने पूजा के गर्ने होइन ल यहाँनिर चाहिँ यस्तो दामीको क्राउड छ क्या पुरा सुप्पा देउरालीको क्राउड अहिले त्यहाँनिर जाने हो हामी चट्ट लाएर अनि यहाँ चाहिँ टक्क पैसा जम्मा गर्ने फेरि समिति के अरे जसरी पैसा कमाउनै पर्छ म यही छु कहाँ के हेर्ने हो यो हेर्ने हो ल ठिक छ हामी चाहिँ हेर्ने है यो बोका भएर हेर्ने हामी चाहिँ अरे पाटा हेर्ने भनेर बसिरहेको हामी चाहिँ फेरि कसरी लग लाग्यो फेरि आजको होइन के हो अरे आजको यो लड लाग्यो यार ल गाई चाहिँ हेर्नु त यति सानो बच्चा पनि है यति सानो बच्चालाई पनि हेर्नु त बलि चढाउनु लागेको होइन कति सानो होइन कति सानो यार यति सानोलाई पनि के गर्ने यार गाह्रो छ हैतरेका के माग्यो त कपिल के अरे भन्नुहुन्न यो कुरा चाहिँ हामीलाई थाहा छ त्यो त नभन्ने नि हुन्छ क्या ढोक्नु पर्छ मन्दिरलाई ढोक न ल टक्क के गर्ने हामी त्यस्तो छैनौँ क्या फेरि खानापिनामा इन्ट्रेस्ट तर्फमा नो इन्ट्रेस्ट लाग्यौँ है ल त्यो
टक्क लाएर अब हामी लाग्दैछौँ। कहाँ लाग्यो? भोकोले मान्यो है मान्यो। भोकोले मान्यो अरे। ल अब के गर्ने, अब त्यसलाई बिचरालाई जिन्दगी बर्बाद पारिदिने। ल कस्तो राम्रो आइरहेको छ यार भ्यू यार यहाँ है। यहाँनिरको भ्यू यस्तो दामी आइरहेको छ नि गाइज यार। सूर्य चाहिँ टक्क लाएर उदाउनु लाग्यो, डाँडाले टक्क डाँडामा टक्क देखिरहेछ होइन, सट्ट लाएर। यो हो नि त अहिले चाहिँ राम्रो मौसम गरिरहेको छ क्या। ल यहाँनिर चाहिँ अब कपिलले चाहिँ पाठो चाहिँ के गर्न लाग्छन् रे, काट्न लाग्छन् होइन। सो त्यही हो, त्यो चाहिँ नदेखाम होइन, काट्न लगाएको चिज चाहिँ नदेखाम होइन, त्यो चाहिँ राम्रो चिज होइन। काट्न लगाएको चिज चाहिँ राम्रो होइन, काट मार। सो तर बाटो चाहिँ यहाँनिर चाहिँ यो सुब्बा देउरालीको चाहिँ यहाँनिर बाटो चाहिँ बिग्रिएको रहेछ होइन। यो बाटो चाहिँ पुरा बिग्रिएको छ। तल त पिच छ, यहाँ चाहिँ बाटो बिग्रिएको रहेछ, खै किन यस्तो होइन। यो बाटो चाहिँ छिटोभन्दा छिटो मर्मत गर्नु पर्यो कि होइन। खै त यार के हो यहाँ चाहिँ यो यहाँ चाहिँ पाठा लिएर आउनु चाहिँ, पाठा लिएर आउनु सुब्बा देउरालीमा। यहाँ चाहिँ अहिले फाइनली सुब्बा देउराली भन्नुहुन्छ। अनि यहाँबाट तलतिर चाहिँ यसो तल जाने नि त जिन्दगी झन्डुबाम हुन्छ यहाँबाट तल जाने नि त होइन। हे भगवान् यति लामै छ के, गाह्रो छ गाह्रो छ। लगायत यहाँनिरबाट चाहिँ यो तलसम्मको चाहिँ यो चाहिँ सुब्बा देउरालीको बजार है। बजार टक्क लाएर होटेल पनि पुरा रहेछ होइन, होटेलहरू। यहाँनिर चाहिँ बन्दैछ दोकानहरू। आइसक्रिम खाने तिमीले? किन न, के छ र आइसक्रिम यस्तो चिसो ठाउँमा आएर आइसक्रिम खाने के? ल है त्यो झलङ्गे पुलमा जाने है हामी चाहिँ। त्यहाँनिर यहाँ चाहिँ टक्क लाएर गाडी पुरा यस्तो भरेर आएको छ नि, सामान पुरा होइन। यहाँनिरबाट जान्छ यार, यहाँनिरबाट है यो भर्याङ हो, यहाँबाट स्वाट्ट माथि। हामी चाहिँ सिडी चढ्दैछौँ, लास्टै धो भइरहेको छ यार मा। कस्तो छ है बाटो पुरा बबाल छ यहाँनिर, देख्न सक्नुहुन्छ। अस्ति बाबा तिमीले सर्टकट हान्, त्यो नै सर्टकट हान्छु म यहाँबाट। या सर्टकट नम्बर 1 यहाँबाट हान्दिएको मैले। पुरा झाडीमा आइकि मेरो अन्त केटाहरू जङ्गी। म यहाँबाट सर्टकट हान्छु गाइस, यहाँबाट। दिमाग त लानु पर्यो नि, अलिक जाँदैछ। हामी सर्टकट हान्नाले दुःख पाइयो यार। कुनै पनि चिज सर्टकट नगर्नु कहिले पनि है, कसैले पनि। जे छ जसो छ त्यही हिसाब चल्नुपर्छ क्या। ल खतरा बाटो, फेरि यो बाटो हामी आएको यार। त्यो पुलको लागि अब यहाँ चाहिँ कस्तो खतरा छ के भन्ने। अब जे भयो नि त्यही हो र, कुरो गरे कुरेको दुःख हेर न। ल ल ल ल जाऊ जाऊ जाऊ, हामी फेरि हेल्प गर्ने हो क्या अरूलाई। हेर न फेरि म एउटै हातले आइरहेको छु, समातेको ठाउँ छैन। ल है त, ल है हामी आइसक्यौँ। भन्नुपर्दा यो बाटो रहेछ नि यार खासमा। ल सर्टकटको चक्करले दुःख पाइयो यार। बाटो रहेछ त, यो मान्छेले गर्दा हो क्या दुःख पाएको हामीले यार। सास पऱ्यो यार। ल गाइज फाइनली हामी चाहिँ यो झोलिङ पुलमा आइसक्यौँ होइन। टक्क लाएर अब चाहिँ हामी जान्छौँ त्यहाँनिर के छ कस्तो छ। एकचोटि डेन्जर एरिया छ, खतरनाक छ नि, खतरनाक छ यार नेपालको झन्डा। ल वाह क्या सिन है यार। डराएर बस्नु भयो क्या तपाईँहरू? के गर्ने अब, गाह्रो छ के अरे। ल खतरा हल्लिन्छ त यार, है गाह्रो छ गाह्रो छ।
ल है फाइनली हामी चाहिँ है अहिले चाहिँ सुप्पा देउरालीको झुलिङ्गे पुलमा छौँ अहिले। या खतरा छ ल तल मलाई फेरि डर लाग्दैन नि खतरा। या सुप्पा देउरालीको मन्दिर त्यहाँनिर यो खतरा देखिरहेको छ कि यो ल है। आहा क्या मजा आइरहेको छ यार। हामीलाई चाहिँ आउन गाह्रो भयो तर अहिले चाहिँ एकदम रमाइलो भइरहेछ। कपिल चाहिँ बिजी छन् है टक्क लाएर बाटो पनि बबाल फेरि यो तलतिर यस्तो डेन्जर एरियाको डेन्जर छ डेन्जर गाडी यो खतरा हो क्या डेन्जर तरिकाले बनाएको छ यो पुल त यार। क्या दामी छ यार। अहिले चाहिँ म चाहिँ यो पुलको बिचमा छु होइन यो झुलुङ्गे पुलको बिचमा छु अहिले चाहिँ होइन पुरा बिचमा। अनि यताबाट पनि दामी पहाड यतातिर खोला होइन टक्क बाटो साइडमा यस्तो राम्रो होइन। अनि त्यसपछि यो यस्तो राम्रो पहाड ठुलो पहाड छ टक्कको यहाँनिर। अनि यतातिर पारी देख्न सक्नुहुन्छ सुप्पा देउरालीको मन्दिर। अनि त्यहाँबाट चाहिँ टक्क लाएर चिप्लेटी खेल्ने यस्तो क्या सर्र लाएर है दामीले चिप्लेटी खेलेर तल जाने खत्तम कहानी ल। सही छ बब्बाल। पुल चाहिँ यति यहाँबाट त्यहाँसम्म मात्र रहेछ होइन। यहाँबाट चाहिँ अलिकति माइतसम्म चाहिँ त्यो चाहिँ हल्का त्यहाँसम्म मात्रै रहेछ होइन। टक्क लाएर चढेर हल्का कस्तो लागिरहेछ कस्तो लागिरहेछ एकदम चिसो जाडो के अरे चुम्मा खाइदिन्छु रे आज पनि। लगाइज म पनि यहीँसम्म हो त्यहाँबाट माथि छैन होइन। अब हामी चाहिँ फर्किनु पर्ने हुन्छ टक्क लाएर ल यार। ल गाई चाहिँ टक गाई चाहिँ मन्दिरमा चाहिँ सुप्पा देउराली मन्दिरमा चाहिँ देख्न सक्नुहुन्छ भक्तजनहरू धेरै नै आउनु भएको छ है। धेरै नै पुरै भरिरहेको छ होइन भक्तजनले पुरा भरिरहेको छ। टक्क लाएर दर्शन गर्ने भक्तालुजनहरू त एकदमै धेरै आउनु भएको छ आज चाहिँ होइन टक्क लाएर। सो गाइज त्यही हो हामी चाहिँ अहिले चाहिँ पुल घुमिसक्यौँ होइन। यहाँ पुल नि घुमेर चाहिँ अब यस्तो राम्रो ठाउँ है कहिले पनि बिर्सिन नसक्ने यस्तो ठाउँ छ होइन। त्यही हामी चाहिँ अहिले चाहिँ सो जाँदैछौँ यहाँबाट चाहिँ तलनिर गएर चाहिँ हामी टक्क लाएर अब खानासाना खानुपर्ने हुन्छ। सो त्यही हो अहिले चाहिँ म चाहिँ यहाँनिर छु होइन। यहाँ देख्न सक्नुहुन्छ खोला होइन यस्तो राम्रो सङ्लो पानी छ क्या फेरि सङ्लो पानी। अनि हाम्रो गाडी चाहिँ त्यहाँनिर छ अनि टक्क लाएर अनि हामी चाहिँ यहाँनिर अब खाना खाँदैछौँ। टक्क कपिलले चाहिँ यहाँ कुर्सी लिएर आउलान् ल। टक्क हामी चाहिँ पुरा सुप्पा देउराली घुमेर आयौँ कि आज भगवान। अब चाहिँ हामी खाना खानुपर्ने हुन्छ यहाँनिर टक्क खाना खान लानु भएको छ भान्जाले। के छ भान्जा आजको पिकनिक कस्तो भयो? पिकनिक राम्रो भइरहेछ नि टक्क लाएर फ्यामिली पिकनिक ल टक्क लाएर कुकमेन त खतरा हो फेरि। लगाइ चाहिँ अब चाहिँ खाना खानुपर्ने हुन्छ। यहाँ चाहिँ अब यहाँ नुहाउने कार्यक्रम भइरहेछ नुहाउने कार्यक्रम यहाँ चाहिँ यस्तो छ है हेर्नुहोस् यहाँ दामी छ यतातिर लभली छ। लगाइ चाहिँ म चाहिँ यहाँ नुहाइरहेको छु होइन एकदम रमाइलो भइरहेछ यहाँनिर। यिनी चाहिँ डराइरहेछ नि होइन हामी चाहिँ खतरा तरिकाले नुहाइरहेछौँ। अनि माथि चाहिँ फोटोसुट भइरहेछ टक्क लाएर पुरा यो इन्भाइरोमेन्टमा हामीले चाहिँ मजा लिइरहेछौँ होइन। सर के अरे नुहाउँदिन ल है त हामी चाहिँ आज चिल हान्दैछौँ यहाँ चिल। लगाइ चाहिँ अब चाहिँ हामी चाहिँ लाग्यौँ होइन यहाँबाट चाहिँ अब जानुपर्ने हुन्छ टक्क लाएर के अरे छिर्नुपर्ने हो यहाँबाट ल साइड प्लिज गो प्लिज गो है गो प्लिज।
यहाँ फेरि खतरा ल टक्क हामी चाहिँ अब लाग्यो यहाँबाट मैया आइन मैया छ हाम्रो मैया ल है त ल अब चाहिँ कन्टिन्यू गर्नुपर्छ है टक्क लाएर मासु खाएपछि दाँत कोट्टाउनु पर्यो मासु फेरि यति हो फेरि खाएको फेरि होइन कुरै छोडिदिउँ के ल ल कति खायो तिमीले मासु उल्टी गर्दै आछिन आज आफ्नो बेला आफै हान्न जाने रहेछ नि फेरि ल ठिक छ सबैले सबै चिज पुरा होस् अन्त कपिलको लागि आएको हो नि त मेन त कपिलै हो ल आँटेको पुरा होस् छिटो बिहा गर्नु पर्यो स्वाट्ट लाएर ल है त आज हामी चाहिँ यहाँनिर चाहिँ के हेर्ने भनेर चाहिँ अब घर लाग्यो खै के हेर्ने कुन या कपिल यो के हो भनिदियो त यो हाम्रो नैनीताल नैनीताल राणाताल भन हामी चाहिँ नैनीतालमा आइसकेका छौँ रे के ल भान्जा यो भन्नु पर्यो कुन ठाउँ हो के हो कस्तो म पनि अन्धन्दै छु सोध्नुपर्छ यहाँ के अरे हनुमानको के पाइला भन्ने कुरो आइरहेछ हनुमान पाइला ताल अनि नामदार थाहा हुन्छ पाइला हो कि अब तर मलाई पनि थाहा भएन अरे कहाँ हो के हो होइन राज्यसँग ए नानी त पुरा दोस्रो चोटि हो शिवको टक्क लाएर हात्ती पाइला कि के अरे हनुमान पाइला हनुमान पाइला पहिला सत्ययुगको जमानामा हनुमानको पाइलो भन्ने सुन्या छ अब अहिले कलियुग लाग्यो कलियुगले गर्दाखेरि अब हनुमानको सम्झिनु पाइलो छ ठ्याक्कै छाप हेर्नु ठ्याक्कै छ क्या छाप ठ्याक्कै रहेछ अब हामी हेर्न गइरहेको छौँ यहाँ ट्याक्क बाह्र क्षेत्र यही हो क्या यही हो पाइला पाइला भनेको यही हो क्या यही ताललाई टक्क लाएर यस्तो गरेर टक्क पाइला जस्तो छ होइन अब यो बाटो थाहा पाइन्न हनुमान पाइला रे यो चाहिँ कसरी हो त यो कुर्कुच उहाँ कुर्कुच्चा टक्क लाएर अनि ड्रोन सट हान्नुपर्छ क्या यहाँ ड्रोन सट बल्ल थाहा हुन्छ ड्रोन छैन क्या ल हेर न ठ्याक्क मिलेको छ क्या हेर न हेर कस्तो भन्छ उतातिरको कुर्कुच्चा उताको अनि यस्तो यो के औला साइड क्या औला टक्क अनि पहाड उठाउँदा यस्तरी टेक्यो हनुमानले यो खुट्टा एउटा खुट्टा दाहिने छाप हो के ल ठिक छ ल बनाएको बनाएको हो नि जमानाको सत्यको जमाना ल है त कस्तो लाग्यो त राम्रो लाग्यो तिमीलाई धेरै राम्रो लाग्यो आउनुहोस् नैनीतालमा नैनीताल होइन के घाँस काटेर हनुमानको खुट्टामा हनुमानको छाप ल ल अब यहाँ पहिला छाप हो के उता उतारेको ल है ल कस्तो लाग्यो आज तपाईँहरूलाई घुमेर राम्रो लाग्यो नगरपालिका वार्ड नम्बर 3 मा छौं यो चाहिँ हनुमानको पाइला भन्ने एउटा सुनाउ आएको सुन्नमा आएको है त्यो भन्दा बाँकी थाहा भएन ल है त ल पाइला ल पुरा पाइला हो रे के यो जम 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 थोरै कपि धर्ना चाहिँ थोरै के जम 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 भयो भयो जम 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 के लगाइज अहिले चाहिँ हामी फाइनली होइन यो भाइरल डाँडामा आएको छौँ होइन ट्याक्कै यो चाहिँ भाइरल डाँडा होइन देख्न सक्नुहुन्छ त्यसपछि त्यहाँनिर चाहिँ तपाईँको सर्पो गरेको देख्न सक्नुहुन्छ टक्क भाइरल डाँडा ल यहाँनिर चाहिँ फोटो सुट हुँदैछ हाम्रो है टक्क फोटो सुट भाइरल डाँडा हाय गाइस फोटो सुट गर्दै हुनुहुन्छ यहाँले टक्क लाएर यतातिर फोटो सुट ल है टोक्ला नि फेरि टोक्ला सर्पले ल टक्क भाइरल डाँडामा फोटो सुट हुँदैछ यहाँनिर चाहिँ ल भाइरल डाँडा रे कस्तो छ भाइरल डाँडा खतरा भाइरल भएको छ नि फेरि तिम्रो त 1 मिलियन पुगेको छ नि साँप देखा त हुने कति देखाउने हो र के छ तिमीलाई कस्तो लागिरहेछ
नाच त फेरि त्यस्तो भए भैरेल डाँडामा सापै साप रे नहीं छोड़ूंगी ल गाइज हामीले चाहिँ फाइनली सुपर देउरालीको यात्रा चाहिँ सक्यौँ। सो भिडियो तपाईँलाई कस्तो लाग्यो? सो किप सपोर्ट किप लभिङ। आजलाई यति नै। फेरि पनि हामी यहाँनिर चाहिँ चिल हान्दैछौँ होइन, यहाँनिर टक्क लाएर। सो आजलाई यति नै। भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला र माया देखाइदिनु होला। त्यही हो, नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।